नेपाल लोकतन्त्र भएको देश, संविधानले बोल्ने अधिकार दिएको राष्ट्र, तर एकै रातमा करोडौं नागरिकहरूको आवाज बन्द गरियो। फेसबुक बन्द, टिकटक बन्द, युट्युब बन्द। कुनै युद्ध थिएन, कुनै आपतकाल थिएन, तर डिजिटल रूपमा पूरा देश मौन बनाइयो। सरकारले भने यो राष्ट्रिय सुरक्षाका लागि हो, तर यहाँ प्रश्न उठ्छ, यदि बोल्नु नै खतरा हो भने लोकतन्त्र केका लागि? एक क्लिकमा तपाईको पोस्ट हरायो, अर्को क्लिकमा तपाईको भिडियो हरायो। अब मानिसमा एउटा डर फैलियो। आज सामाजिक सञ्जाल, भोलि के? यो केवल एप बन्द भएको कथा होइन, यो आवाज, विचार र अधिकार बन्द गरिएको क्षण हो। विश्वले नेपालतर्फ हेरेर सोध्यो, यदि लोकतान्त्रिक देशले पनि इन्टरनेट बन्द गर्छ भने के हामी सुरक्षित छौँ त? आज हामी त्यही प्रश्नको उत्तर खोज्दैछौँ, किनभने आज नेपाल, भोलि संसार। नेपाल लोकतान्त्रिक गणतन्त्र भनिने देश, संविधानले अभिव्यक्ति स्वतन्त्रता दिएको देश, तर यही देशमा एक दिन अचानक करोडौं मानिसहरूको डिजिटल रूपमा आवाज बन्द गरियो। सामाजिक सञ्जाल, फेसबुक, टिकटक, युट्युब, ट्विटर सबै प्रतिबन्धित। सरकारको तर्क थियो राष्ट्रिय सुरक्षा, तर यहाँ प्रश्न उठ्छ, के राष्ट्रिय सुरक्षा अभिव्यक्ति स्वतन्त्रता भन्दा माथि छ? यो घटना केवल नेपालसम्म सीमित रहेन। राष्ट्रिय सञ्चार माध्यम, मानव अधिकार संगठन र विश्वभरका डिजिटल अधिकार कर्मीहरूको ध्यान नेपाल तर्फ गयो, किनभने नेपालले एउटा यस्तो उदाहरण प्रस्तुत गर्यो जसबाट संसारले धेरै कुरा सिक्न सक्छ, चाहे त्यो सकारात्मक वा कुनै नेगेटिभ चेतावनी होस्। नेपाल सरकारले भन्यो सामाजिक सञ्जालले अफवाह फैलायो, हिंसा भड्कायो र राज्यलाई अस्थिर बनायो। तर अर्को पक्षले के भन्छ भने सामाजिक सञ्जालले जनताको भित्री आवाज बाहिर ल्यायो, जुन सत्तालाई असहज लाग्यो, र त्यही द्वन्द्वको कथा नै यहाँ केन्द्रित छ। जब डिजिटल प्लेटफर्महरू बन्द गरियो, तब पत्रकारहरू मौन रहेनन्, युवाहरू चुप लागेनन्, कलाकार, विद्यार्थी, सामान्य नागरिकले पनि एउटा प्रश्न सोध्यो, यदि एक क्लिकमा यिनीहरूले हाम्रो आवाज बन्द गर्न सक्छन् भने भोलि के गर्न सक्छन्? इतिहास हेर्दा सामाजिक सञ्जाल प्रतिबन्ध कुनै नयाँ कुरा होइन। चाइनाले ग्रेट फायरवाल बनायो, इरानले विरोधको बेला इन्टरनेट बन्द गर्यो, म्यानमारमा सैन्यको पछि डिजिटल ब्ल्याकआउट गरियो। तर नेपाल फरक थियो। नेपाल सैन्य शासनमा थिएन, आपतकाल घोषणा भएको थिएन। यहाँ विश्वले सिक्नुपर्ने पहिलो पाठ यही हो, लोकतन्त्रमा पनि डिजिटल स्वतन्त्रता असुरक्षित हुन सक्छ। केवल तानाशाही देशहरूमा मात्र होइन, लोकतान्त्रिक भनिने सरकारहरू पनि डराउँदा प्रतिबन्धतर्फ लाग्छन्। दोस्रो पाठ, सामाजिक सञ्जाल अब केवल मनोरञ्जन होइन, यो राजनीतिक शक्ति हो। सरकारहरू सामाजिक सञ्जाल बन्द गर्छन् किनभने यहाँ जनताको भित्री आवाज, असन्तुष्टि देखिन्छ। नेपालमा पनि यही भयो, अनलाइन असन्तोष। सडकमा आउनुभन्दा पहिले डिजिटल रूपमा नियन्त्रण गर्ने प्रयास गरियो, तर प्रतिबन्धले समस्या समाधान गरेन, उल्टै अविश्वास बढायो। अफवाह झन् तीव्र भयो, वैकल्पिक भित्यान बढ्यो, अन्तर्राष्ट्रिय छवि कमजोर बन्यो। यहीबाट विश्वले सिक्नुपर्ने दोस्रो पाठ सुरु हुन्छ, सूचना दबाउँदा स्थिरता होइन, विस्फोट आउँछ। नेपालको घटनाले यो पनि देखायो, जेनजी पुस्ता, अहिलेको पुस्ता डिजिटल स्वतन्त्रतामा सम्झौता गर्न तयार छैन। उनीहरूलाई सामाजिक सञ्जाल बन्द गर्नु भनेको केवल एप बन्द गर्नु होइन, उनीहरूको पहिचान, रोजगारी र आवाजमाथि प्रहार गर्नु हो। विश्वका नीति निर्माताहरू हेर्दै थिए, के नेपाल सही थियो या गलत? सत्य सायद बीचमा छ। राज्यलाई सुरक्षा चाहिन्छ, तर जनताको मौलिक हक कुल्चेर होइन। नेपालले देखायो, स्पष्ट नीति बिना गरिएको प्रतिबन्ध खतरनाक साबित हुन सक्छ। अन्ततः यो कथा केवल नेपालको होइन, यो संसारको कथा हो। आज नेपाल, भोलि अर्को देश, प्रश्न एउटै रहनेछ, सत्ता ठुलो कि नागरिकको आवाज? नेपालको सामाजिक सञ्जाल प्रतिबन्धले विश्वलाई एउटै ऐना देखायो। त्यो ऐनामा हामी सबै देखिन्छौँ, डराएका सरकारहरू, असन्तुष्ट जनता र डिजिटल युगको अपरिहार्य सत्य। यो डकुमेन्ट्री कुनै निष्कर्ष थोप्दैन, यो डकुमेन्ट्री प्रश्न सोध्छ, किनभने आज हामीले आवाज उठाएनौँ, आज प्रश्न सोधेनौँ भने भोलि हाम्रो आवाज र प्रश्न हराउन सक्छ।